श्रीमान र श्रीमतीको सम्बन्ध कति गहिरो हुँदो रहेछ भनेर। सासू ससुराका लागि एउटा छोरो मर्यो, दिदी बहिनीका लागि एउटा माइती मर्यो, छोरा छोरीका लागि उनीहरूको बाउ मर्यो, तर मेरा लागि संसार मर्यो, सास मर्यो, सारा मर्यो, सर्वस्व मर्यो। आफ्नो सर्वस्व सकिँदा पनि आफू जिउँदै रहन सक्नु सानो चमत्कार होइन नानी। श्रीमान बितेपछि अभाव र एक्लोपन र असुरक्षाले तर्साइरहन्थ्यो। एक मनले भन्थ्यो यस्तो जिन्दगी बाँचेर के काम, मर्दिन्छु बरु। अर्को मनले सम्झाउँथ्यो ती 7 वटा लाला बालाको के अवस्था हुन्छ। फेरि अर्को मनले भन्थ्यो बाँच्न त कुकुरका छाउरा पनि बाँचेका छन्।